लात हान्न सक्नुहुन्छ भस्टाहरूलाई आइट घुमाएर दिन्छु कमिसन खानेलाई आइट घुमाएर लात्ताले भ्वाक्क दिने हो कानुन सानुन मेरो त्यस्तै हो सरले हानेर पुग्छ भस्टाहरूलाई दिने नै त्यही हो अब त है कानुनमा गयो भने त के भन्छ भरे त्यो माफी मिना पाइहाल्छ जनतालाई बोलाउने हो लात्ताले दिइहाल्छ लात्ताले तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो भने कति लात्ता हान्नुहुन्छ एक दिन्छु होला एक लात्ताले पुग्छ भ्रष्टाचार पुगिहाल्छ आज चाहिँ म हाम्रो सिक्किमको कृष्ण योन्जन हजुर उहाँको खास नाम चाहिँ दावा योन्जन हो उर्फ कृष्ण योन्जन सरसँग भेटेको छु आज धेरै वर्षपछि भेट्दाखेरि खुसी लाग्यो उहाँ चाहिँ हाम्रो सिक्किमको चाहिँ नम्बर 1 बाँसुरी वादक हुनुहुन्छ है उहाँ तपाईँ कहाँबाट बिलङ गर्नुहुन्छ भनिदिनुहोस् सर म चाहिँ सालघारी साउथ सिक्किम है डिस्ट्रिक्ट त नाम चाहिँ पऱ्यो अनि मेरो घर चाहिँ सालघारी यहाँदेखि केही छन् 7-8 किलोमिटरको टाढोमा मेरो घर छ है अनि तपाईँकोमा चाहिँ बाँसुरी सिक्नु आउँदाखेरि चाहिँ टाइम टेबल राख्नु भएको छ कि मैले खासै चाहिँ अहिले चाहिँ म स्कुलमै कार्यरत छु है म म्युजिक टिचरको उयसमा छु है अनि मैले चाहिँ विशेष कुरो अहिले सानसानो प्राइमेरीको नानीहरूलाई चाहिँ मैले गराउँदैछु ए अच्छा अरू मतलब तपाईँकोमा कोर्स पनि हुन्छ सर कोर्स पनि हुन्छ तर अब म प्रायः जस्तो अलिक बिजी भएकोले गर्दा त्यसलाई चाहिँ स्थगितै राखेको छु है सकेसम्म चाहिँ मैले नानीहरूलाई चाहिँ अहिले गराउँदैछु मेरो स्कुलको नानीहरूलाई सालघारी सेकेन्डरी स्कुलको नानीहरूलाई गराउँदैछु हजुर अनि हजुरहरूलाई पनि बाँसुरी चाहेमा उहाँसँग सम्पर्क गर्नलाई एकदम राम्रो बाँसुरी पनि ल्याउनुहुन्छ नि होइन सर तपाईँकोमा अनि उहाँ चाहिँ एकदम भर्सटाइल ट्यालेन्टेड हुनुहुन्छ उहाँले चाहिँ भोइस चाहिँ मेल र फिमेलमा पनि गाउनुहुन्छ अलिअलि हजुर हस् त धन्यवाद थ्याङ्क यू